हजुरहरुमा नमस्कार। निराजन मलाई युट्युब च्यानलमा हजुरहरुले लाइक सब्स्क्राइब गरेर साथ दिनुहोला। जुन इन्फिनिटी नलेज हब प्रणाली तुलसीपुर दाङको शाखा कार्यालय वृन्दनगर सुर्खेत जुन धमला चौक र कालीन चौकको अगाडि सम्पर्कका लागि निराजन मल्ल 9745 553 018 लोकसेवाका लागि सम्भावित प्रश्न नमुना सेट 1 जुन संकलनकर्ता निराजन मल्ल। प्रश्न संख्या रहेको छ जम्मा 60। 1 नम्बरमा रहेको प्रश्न जुन नेपालमा जनसंरक्षित क्षेत्रले ओगटेको क्षेत्रफल तलका मध्ये कुन विकल्प सही छ? एकदमै दुविधा रहेको छ। जुन नेपालको क्षेत्रफलको अनुसार नेपालको जम्मा संरक्षित क्षेत्र ओगटेको क्षेत्रफलको उत्तर रहेको छ जुन 23.39। नेपालको क्षेत्रफल जुन 1,47,181 वर्ग किलोमिटर क्षेत्रफलको हिसाबले गर्दा जुन 23.39 उत्तर हुन्छ भने जुन ख नम्बरमा रहेको छ जुन 1,47,516 नेपालको जुन नयाँ क्षेत्रफल त्यसको हिसाबमा हेर्लियो भने जुन ख नम्बरको 23.4% रहेको छ भने जुन वर्ग किलोमिटरमा रहेको छ ग नम्बरमा 34,419.75 वर्ग किलोमिटर। अब यसको उत्तर 1 नम्बर प्रश्नको उत्तर माथिका सबै हुन्छ डी। दुई नम्बरमा प्रश्न रहेको छ एफए को परिभाषा अनुसार वनमा रुखहरूको उचाइ कम्तीमा कति हुनुपर्छ? ए नम्बरमा रहेको छ जुन 0.5 हेक्टर। एफए अनुसार कम्तीमा पनि 0.5 हेक्टर क्षेत्रफल रहेको वन हुनुपर्छ भने जुन 5 मिटर रुखको वयस्क अवस्थाको उचाइ जम्मा 5 मिटर हुनुपर्छ भने लम्बाइ र चौडाइ 20 मिटर। जुन 10 मिटर भनेको के हो त? जुन क्षेत्र घनत्व यो एफए को अनुसार। जुन वन भन्नाले एन अनुसार भन्नु पर्दा चाहिँ वन एन 2076 अनुसार पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्रलाई वन भनिन्छ भने जुन यो 2 नम्बरमा रहेको एफए को भनेको चाहिँ जुन एउटा प्राविधिक भाषामा रहेको वन हो। जुन एउटा एफए भनेको चाहिँ नेपालमा रहेका विशिष्ट कृषि संस्था मध्येको एउटा 2 नम्बरको संस्था रहेको छ। त्यस मध्येमा पनि अब हामी लगत्तै 3 नम्बरको प्रश्न गर्छौं। जुन 3 नम्बरमा प्रश्न रहेको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार निरीक्षण र खानतलासी अधिकार तलका मध्ये कसको हुन्छ? जुन क नम्बरमा रहेको छ वन प्राविधिक फरेस्टर, ख नम्बरमा रहेको छ वन प्राविधिक रेन्जर, ग नम्बरमा रहेको छ नायब निरीक्षक दर्जाका कर्मचारी, घ नम्बरमा रहेको छ ख र ग दुवै। जुन यसको उत्तर के हो त? जुन वन सेवाका लागि तयारी गर्ने साथीहरुका लागि एकदमै उत्कृष्ट रहेको छ। जुन वन ऐन 2076 हेर्लियो भनेपछि जुन राजपत्र अनङ्कृत द्वितीय श्रेणी जुन फरेस्टर सहायक प्रहरी निरीक्षक हुन्छ भने जुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार नायब निरीक्षकका दर्जा जुन 5औं प्राविधिक रेन्जर। यसको उत्तर चाहिँ जुन घ नम्बरको हुन्छ। 4 नम्बरमा रहेको छ प्रश्न जुन अभियुक्त आरोपीलाई कति अवधिसम्म थुनामा वा हिरासतमा राख्न सकिन्छ? जुन क नम्बरमा रहेको छ 24 घण्टा, ख नम्बरमा रहेको छ 25 दिन, ग नम्बरमा रहेको छ 45 दिन, घ नम्बरमा रहेको छ 90 दिन। जुन के हो त? जुन कुनै ऐन नखुलाएको हकमा चाहिँ जुन 25 दिन हुन्छ भने जुन वनका लागि प्राथमिकता भनेको छ वन सेवाका लागि त वन ऐन 2076 अनुसार पनि
25 दिन हुन्छ, जुन यसको उत्तर रहेको छ ख। 45 भनेको चाहिँ जुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार चाहिँ थुनामा वा हिरासतमा राखिन्छ, जुन 45 दिन। 90 भनेको चाहिँ जुन साइटिक्स अनुसार 90 दिन थुनामा राख्न सकिन्छ भने जुन पक्राउ परेको व्यक्तिलाई जुन 5 नम्बरमा रहेको छ प्रश्न, डिसेम्बर 2082 6 महिना 23 गते राजपत्रमा प्रकाशन भएको संरक्षित क्षेत्रको क्षेत्रफल कति रहेको छ? जुन एउटा अहिले हालसालै नयाँ राष्ट्रिय निकुञ्ज रहेको छ, जुन छाना राष्ट्रिय निकुञ्ज, जुन संरक्षित 21वटा संरक्षित क्षेत्र मध्येको पनि एउटा संरक्षित क्षेत्र हो, जुन 2082 6 महिना 23 गते राजपत्रमा प्रकाशन भएको छ। जुन क नम्बरमा रहेको छ 906 वर्ग किलोमिटर, ख नम्बरमा रहेको छ 843 वर्ग किलोमिटर, ग नम्बरमा रहेको छ 2712 वर्ग किलोमिटर, घ नम्बरमा रहेको छ 2649 वर्ग किलोमिटर। यसको उत्तर हो के त? जुन यसको अप्सन रहेको छ घोषणा हुँदा र राजपत्रमा प्रकाशन हुँदा दुईटा क्षेत्रफल मात्र रहेको छ। जुन 906 भनेको चाहिँ जुन घोषणा हुँदाको छानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल जुन 900 हो भने जुन हालसालै राजपत्रमा प्रकाशन भएको नयाँ राष्ट्रिय निकुञ्जको क्षेत्रफल चाहिँ 843 हो। यसको उत्तर चाहिँ 843, जुन ख नम्बरमा रहेको छ। 6 नम्बरमा प्रश्न रहेको छ वन ऐन 2076 अनुसार वन क्षेत्र भन्नाले के बुझिँदैन वा तलका मध्ये कुन होइन? ए नम्बरमा रहेको छ जुन घाँसे मैदान, बीमा ऐलानी जग्गा, सीमा सिमसार क्षेत्र, टीमा निजी वन। जुन 6 नम्बरको वन रहेको छ डी। जुन 7 नम्बरको प्रश्न रहेको छ गोलिया काठको गुणस्तर निर्धारण गर्दा वृक्षारोपण शीर्षक कुन ग्रेड वा दर्जामा पर्छ? जुन ग्रेड वा दर्जा रुखका ग्रेड जम्मा रहेका छन् 4 ग्रेडमा। जुन ग्रेड शब्द भनेको इङ्ग्लिस शब्द हो भने नेपालीमा दर्जा। जुन क नम्बरमा रहेको छ 4 दर्जा। 4 दर्जामा जम्मा दुईटा, एउटा सालो भने एउटा चाहिँ जङ्गली शीर्षक हो। ख नम्बरमा रहेको छ 3 दर्जा। यसको उत्तर चाहिँ ग। 8 नम्बरको प्रश्न रहेको छ व्यास वा गोलाइ मापन गर्दा प्रयोग हुने यन्त्रहरू मध्ये तलका मध्ये कुन उपयुक्त हुन्छ? जुन क नम्बरमा रहेको छ क्याल्कुलेटर, ख नम्बरमा रहेको छ रेलिस्कोप, ग नम्बरमा रहेको छ डायमिटर, घ नम्बरमा रहेको छ भर्टेक्स। जुन क नम्बरमा रहेको छ क्याल्कुलेटर, हुन त यो पनि व्यासका लागि, व्यास मापन गर्नका लागि एउटा यन्त्र हो, तर प्रश्नको आधारमा जाँदा जुन उपयुक्त कुन छ त? जुन अप्सनको आधारमा हेर्दाखेरि सबैभन्दा उपयुक्त भनेको जुन डायमिटर हो भने जुन ख नम्बरमा रहेको छ रेलिस्कोप। रेलिस्कोप भनेको चाहिँ मुख्य गरी आधार क्षेत्रफल मापन गर्छ भने साथसाथै व्यास पनि मापन गर्छ, तर कहिलेकाहीँ उचाइ पनि मापन गर्छ। र घ नम्बरमा रहेको छ भर्टेक्स। घ नम्बरमा रहेको छ भर्टेक्स। यो भर्टेक्स के हो त? यो उचाइका लागि सबैभन्दा उपयुक्त यन्त्र भनेको जुन भर्टेक्स हो। वन स्रोत सर्वेक्षण 2010 देखि 14 सम्म एकदम प्रयोग भएको यन्त्र चाहिँ भर्टेक्स हो। जुन 8 नम्बरको उत्तर चाहिँ डायमिटर हो भने जुन व्यासका लागि उपयुक्त डायमिटर हो भने उचाइका लागि उपयुक्त भनेको भर्टेक्स।
9 नम्बरमा रहेको छ जरा र गानो प्रयोग हुने तलकका मध्ये कुन विकल्प सही छ? ए नम्बरमा रहेको छ 38, बी मा कुरिलो, ग मा सतुवा, घ मा माथिका सबै। यसको उत्तर चाहिँ माथिका सबै हो। जुन कुरिलो भनेको सबैभन्दा तराईका लागि एकदम उपयुक्त भनेको जुन तरकारी खानाका लागि प्रयोग गरिने एउटा जडीबुटी हो। जुन हामी 10 नम्बरमा रहेका छौँ। वृत्तिका हिसाबले सबैभन्दा छिटो बढ्ने वनस्पति तलका मध्ये कुन होइन? जुन क नम्बरमा रहेको छ लौटी सल्लो, ख नम्बरमा रहेको छ अमेरिकन सल्लो, ग नम्बरमा रहेको छ बकाइनो, घ नम्बरमा रहेको छ जुन सिम्मल। जुन यसको उत्तर हो भने क नम्बरको हो जुन लौटो सल्लो। त्यसमध्येका बाहेकका अरू सबै अप्सन रहेका छन् वृद्धिका हिसाबमा सबैभन्दा छिटो बढ्ने वनस्पति। 11 नम्बरमा रहेको प्रश्न छ वनस्पति विभागको सिफारिसमा वन तथा भू संरक्षण विभागको स्वीकृति लिएर नेपालभित्र प्रशोधन गरी सारा तत्त्व निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक कतिवटा जडीबुटी निकासी गर्न प्रतिबन्ध लगाइएको छ? जुन ए मा रहेको छ 2, बी मा रहेको छ 4, सी मा रहेको छ 5, डी मा रहेको छ। यसको उत्तर हो खासै के त? जुन 2 भनेको